आज चाहिँ म मलेसियाको वर्ल्ड फेमस संसारमै परिचित ठाउँ घुम्न आएको छु। यो चाहिँ विश्वभरबाट नै भिजिट गर्न आउने गर्छ। यो प्लेटफर्म 1 मा लाग्छ है। प्लेटफर्म 1 यतापट्टि लाग्छ। यति सुन्दर देखाएको छ कि आमामामा। एलसीसी टावर आइपुग्यो। अब यहाँनिर के कस्तो छ? आज चाहिँ म मलेसियाको वर्ल्ड फेमस संसारमै परिचित ठाउँ घुम्न आएको छु। यो चाहिँ विश्वभरबाट नै भिजिट गर्न आउने गर्छ यो ठाउँमा। र आज त्यही ठाउँको चाहिँ मैले पनि भिजिट गर्दैछु। अहिले म त्यही ठाउँको पार्कभित्र छु र अचम्मका आइए तपाईँले कुन ठाउँ भन्ला। अहिले म चाहिँ केएलसीसी टावरमा छु। 41औं र 42औं तलामा रहेको यो स्काई ब्रिज, यो जुन बिचमा रहेको दुईवटा भवनको बिचमा रहेको यो स्काई ब्रिज, यो चाहिँ दुईवटा भवनलाई सन्तुलन राख्ने गर्छ भनेर चाहिँ भनिएको छ। 120 मिटर चाहिँ गहिरो यसको जग गाडिएको छ र यसको टोटली हाइट भनेको 452 मिटर चाहिँ यसको हाइट रहेको छ। धेरै नै खर्च गरेको छ मलेसिया सरकारले $1.6 बिलियन यो केएलसीसी टावर बनाउनको लागि। यो चाहिँ दुईवटा कम्पनीको प्रतिस्पर्धामा बनिएको थियो। एउटा जापानको र अर्को दक्षिण कोरियाको। यो दुईवटा कम्पनी मिलेर चाहिँ बनाइएको हो र यसको क्षेत्रफल 34 हेक्टरमा चाहिँ फैलिएको छ यो केएलसीसी टावर। यसको डिजाइनर चाहिँ अर्जेन्टिना र अमेरिकाका नागरिकहरूले गरेका हुन्, जुन सिजर प्यालेले यसको डिजाइन गरेको थियो। त्यो पछाडिको है भिडियो बनाउनु चाहिँ डर लाग्छ। के गर्नु त्यो प्रोग्राम दिँदैन, त्यो भएर पनि अब यस्तो रमाइलोको लागि हो। केएलसीसी वरिपरिको दृश्यहरू। अब चाहिँ हामी केएलसीसी भित्रको सपिङ महलहरू, यहाँ हेर्नु संसारकै महँगो ब्रान्डहरूको चाहिँ पसल हो। जो भाइ त्यसले सपिङ गर्न सक्दैन केएलसीसी टावरभित्र। केएलसीसी सपिङ मल हो। यहाँ चाहिँ धेरै महँगा सामानहरू मात्रै बेच्न राख्छन् र जसले भाइ त्यसले सपिङ गर्नु पनि सक्दैन। यो एकदम एक्सपेन्सिभ हो। यो पनि यहाँ धेरै महँगो अब हेसल ब्लाइडहरू पनि रहेछ। DJI को पनि राखेको रहेछ है। अब चाहिँ हामी केएलसीसी टावर भित्रबाट चाहिँ बाहिर निक्ल्यो। बाहिर त पुरै घाम लागेको छ, चर्को छ। इस दाजुभाइ के हेर्नु, यो घाममा पनि चढेको छैन हिँड्न चाहिँ। केएलसीसी चढ्ने प्लानिङ हो खासमा, त्यो पनि भयो। यही पानी, यस्तै पानीको फोहराले चाहिँ यहाँको तापक्रम सन्तुलन राख्ने गर्छ।
वाउ कति शीतल भएको छ अहिले चाहिँ अहिले पानीको फोहराले गर्दाखेरि चाहिँ अलिकता हावा चलेको जस्तो भएको छ र यहाँको तापक्रम चाहिँ केही सन्तुलन राखेको छ यो हावाले वाउ आज एक्लै हो कोही पनि आएको छैन आज धेरै नै घुम्न आएको छ मान्छेहरू आज हरिरहेको भएर पनि होला मान्छेहरू बस्ने ठाउँ छैन यार घुम्ने ठाउँ छैन भित्र त्यत्तिकै प्याक छ यो हरिरहेले गर्दाखेरि चाहिँ आज धेरै भिडभाड छ एलसिसी वरिपरिको भवनहरू लगभग सबैको हाइट लगभग उत्तिकै देख्न सक्छौँ तर केएलसिसी धेरै नै अग्लो छ लगभग 452 मिटर उचाइ छ आज हरिरायले गर्दाखेरि मान्छेहरूको भिड धेरै नै छ ओ माई गॉड मान्छे त कति हो आज त यार एलसिसी टावर यात्रा भन्ने कुरो एउटा मेमोरी हो सम्झिरहने हो त्यसकै लागि बनाएको भिडियो हो यो एलसिसीको यहाँबाट डाँडाबाट खिच्दाखेरि चाहिँ एलसिसीको टावर लगभग दामी आउँदो रहेछ त्यो पछाडि केएलसिसी टावर देखिन खोज्दो रहेछ अब चाहिँ यहाँबाट फर्किन लागेको म अब यहाँबाट फेरि हामी ट्रेनको यात्रा हुन्छ आज धेरै नै प्याक छ जमिन मुनि जाने जमिन मुनि आउने ओके बाई गाइज यति नै आजको क्वालालम्पुरको मुटुमा रहेको केएलसिसी टावरको ब्लग चाहिँ र कुनै अरू कुनै नयाँ ठाउँको भिडियो हेर्ने मन छ भने चाहिँ कमेन्ट गर्नु होला म त्यो ठाउँको भिडियो बनाउँछु